लिम्बू भन्ने थियो यो चाहिँ हाम्रो धान छ है नेपालको रेल यही है अब नमस्ते एभ्रिवान वेलकम टु माई अनदर न्यू ब्लग आशा छ तपाईँहरू पक्कै पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु र फेरि पनि हाम्रो ब्लग स्टार्ट भइसकेको छ मेरो अगाडि क्युटी बहिनी हाम्रो भान्जी नानी एकछिन त्यहाँ बस्नु त नानी यो हो नि त तरिका है हाम्रो साथीले चाहिँ बाइक निकालेछ अब हामी जान लागेको छौँ तपाईँलाई देखाइहाल्नेछु पक्कै पनि थम्बनेल हेरेर पनि थाहा पाइसक्नु होला कसैले त यो हो नि त तरिका भनेको हाम्रो साथी आउँदैछ यता हो नानी म आयो 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 ल ल है ल आज चाहिँ राइड सुमनको हुनेछ हामी चाहिँ पछाडि बस्नेछौँ है त ल बाई बाई भन्नु अहिले चाहिँ हामी पराजुकी पुगिसकेका छौँ है अलिकति छिर्नै बाँकी छ वरतिर छौँ अगाडि यस्तो 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 गरेर जानुहुने चाहिँ हाम्रो बाजे र सुमन हुनुहुन्छ पछाडि म र नानी छौँ है बाटो देख्न सक्नुहुन्छ तपाईँले धुलो धुवा यस्तो छ यो बिच बाटोमा यो जुन रोड बनाउने कार्यक्रम चाहिँ पुरै चलिराखेको छ है ठुलो गाडीहरू हेर्नु यस्तो हुन्छ अफ रोडमा फेरि तपाईँको घर्चा यस्तो यस्तो गाह्रो छ अनि हाम्रो साथीहरू नै बाजेर मेरो साथी चाहिँ अगाडि गइसक्नु भएको छ हामी चाहिँ बिस्तारै पछाडि आउँदैछौँ र यो धुलोले चाहिँ हामीलाई एकदमै सताएको छ क्यामेरामा त्यस्तो राम्रो धुलो देखिन्न होला क्यारे तर रियल लाइफमा चाहिँ यो धुलो पनि गाह्रै हुँदो रहेछ क्या त्यस्तो साह्रो पुरै कुहिरो टाइप्सको त होइन तर पनि आँखामा आउने वर्ने चाहिँ है पुरै हुँदो रहेछ ठक्क लाएर भन्नुपर्दा पक्कै पनि मेरो विचारमा सीतापुरी भन्ने ठाउँ यही हुनुपर्छ मान्छेको यो जमघट भेला देख्दा चाहिँ है यही ओ माई गड यही नै हो पक्कै पनि है हेरौँ के कस्तो रहेछ बजारहरू हेरौँ सबैजना आउँदै हुनुहुँदो रहेछ आउनेलाई वेलकम छ जानेलाई बाई बाई जेनेरेटर रहेछ म त ला के रहेछ भनेर सोचिरहेको थिएँ होइन हौ कोही जाँदै कोही आउँदै यो के हो साकिला एक ग्रुप जस्तै छ हेरौँ हाम्रो यहाँ चिनजानको बहिनीहरू पनि हुनुहुन्छ कहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ हाम्रो भी पता नै है जाम यस्तो छ तपाईँको पुग्ने बेलामा हाम्रो बाजेहरू कहाँबाट छिर्नुभयो यहाँ आइपुग्दाखेरि चाहिँ यस्तो के भन्छ यहाँ ट्राफिक जाम पनि भयो योभन्दा अगाडि अहिले चाहिँ हामी बाइक पार्क गरेर आइसकेको छौँ अगाडि आउने र जाने क्रम चाहिँ बबाल नै चलिरहेछ हाम्रो ट्राफिक दाइहरूलाई नि आज त गाह्रो भइराखेको होला ट्राफिक नै यहाँ त निकै हुनुहुन्छ कहाँ पुग्नुभयो नानी ए तपाईँहरूलाई चाहिँ थाहा भएन गाइस तर मलाई चाहिँ यत्रो लाग्छ भनेर मैले सोचेको थिइनँ सीतापुरीमा यता जाने क्रम उस्तै है यता आउने क्रम र तपाईँको बिचमा मान्छेहरू यस्तो यत्तिकै छ देखाउँदै जान्छु है सीतापुरीमा आज के साकेला हुन्छ के भन्छ त्यो पनि अलि म राम्रो बुझ्छु हाम्रो साथीहरू पनि आउनु भएको छ तर कहाँ हुनुहुन्छ भनेर चाहिँ मलाई थाहा छैन हेरौँ साथीहरू भेटिन्छ थाहा छैन तर हामी प्रयास चाहिँ गर्नेछौँ है त अब हामी अहिले केही पानदेखि लिएर पानसम्मदेखि लिएर ल है भाइ ल है सबै रहेछ अब हामीले चिनेको चाहिँ को हुनुहुन्छ मलाई थाहा छैन राम्रो चाहिँ हेर्दै जाउँ घुम्दै जाउँ रोटी बिङमै लगाएको रहेछ है यत्रो लाग्छ भने मैले सोचेको थिइनँ तर बबाल लागेको यही भन्छु म ए है रेल पनि रहेछ देखिहाल्नु होला मान्छेको भेला यस्तो छ गेम त्यस्तो है गेमहरू पनि खेलाउने त निकै ल्याएको रहेछ है
तर खेल्नमा चाहिँ म पहाडबाटै काबु भएको तराईमा आएर पनि नखेला होला रेल आयो रेल रेलगाडी छुक ड्राइगन रेल पो रहेछ त ल नेपालको रेल यही है अब अर्को हाम्रो बाजुले चाहिँ यहाँ गेम हान्न लाग्नु भएको छ म तपाईँलाई देखाइहाल्छु ए के भयो ए इधर ट्राई 4 2 6 आयो नि कि गयो ला 4 2 6 6 त हुनुपर्ने त ल 2 6 अनिवार्य छ लास्ट चान्स 6 बाजीले 6 जसरी ल्याउनै पर्ने हुन्छ 6 4 8 आयो ए 4 आएको होइन पो ठिकै छ ल राम्रै भयो ठिकै छ यसो बाटो हुँदै जाँदैछौँ यहाँ लाने हो कि होइन तर हामी तार नाङ्दैछ सुमनले पनि नाङ्दैछ ओइ त्यसलाई अलिकति यसरी तल ठेरेर नाङ्न पनि सक्छौँ हामी हामीले कुनै गलत काम त गरेछौँ जस्तो लाग्दैन तपाईँको यहाँ सम्भवै हुँदैन गेटदेखि होइन अब तपाईँले सीतापुरी मेला यत्रो मात्र भनेर चाहिँ सोच्नु भएको छ भने तपाईँ भ्रममा हुनुहुन्छ यता त्यस्तै छ आएको त देखिए नै हाल्नु होला होइन बाजे आज त बाजे आज चाहिँ कडा हुनुपर्छ है बाजे कडा बवाल कडा नि कडा बवाल बाजेको हँसाइ चाहिँ सही छ क्या हाम्रा मित्रहरू पनि हुनुहुन्छ होला तर देख्दैन हामी अब हामी भेटिहाल्यो भने भेट्यौँ भेटेन भने ठिकै छ अघि नै भनिहाल्यो यत्रो धेरमा मान्छे नबुझिन पनि सकिन्छ गर्मी पनि यस्तो भइसक्यो कि पछिल्लो यस्तो आयो कि अब मैले ज्याकेट फुकाल्नु पर्ने अवस्था आइरहेछ अब म ज्याकेट फुकाल्छु यो बोलेको सुन्दा चाहिँ मलाई पक्कै पनि हर्क सामाङ जस्तै लागिरहेछ तर हो कि होइन नहुन पनि सक्छ यो के भन्छ इको माइक राखेर त के भन्छ यो सोली जस्तो राखेर क्या त्यस्तो सुनिन्छ क्या प्रायः चाहिँ हेरौँ आमामा है तपाईँ त्यहाँ तल पनि ढ्याङ्कुटुकुरी यता पनि ढ्याङ्कुटुकुरी भित्र पनि ढ्याङ्कुटुकुरी साकेला नाचे सबै राईको सङ्ख्या कम छैन है नेपालमा त्यसै नि राई स्किङ भन्थ्यो हेलो हाम्रो मित्रहरू चाहिँ हुनुहुँदो रहेछ सायद यो राईहरूको परेर पनि म लिम्बू भएर होला मैले खासै बुझ्नु चाहिँ केही बुझिनँ तर पनि रमाइलो भइरहेछ साकेला नाचिरहेछ भएको रहेछ हेर्दैछु पालो कति बेला आउँछ अरे ठ्याक्कै अब हाम्रो साथीहरूको नि पालो यहीँदेखि स्टार्ट पो रहेछ त समितिका उपाध्यक्ष झापाका उपाध्यक्ष म चाहिँ केही पनि बुझ्दिनँ तर पनि रमाइलो भइरहेछ रमाइलो लागिरहेछ ए हाम्रो पासा आएछ त साथीहरूको सँगै केही सुनेको छैन प्रयास तपाईँको स्टार्टिङदेखि लिएर यो बहिनी त लिम्बुनी होइन होला यो राइटी होइन होला यो बहिनी त
समितिका सचिव एलेदोङ 5085 विक्रम सम्वत 2082 उभौली चाडमा पाल्नुभएका आमन्त्रित प्रमुख अतिथिज्यू विशिष्ट अतिथि हामी चाहिँ फर्किन लाग्यो। प्लेस चाहिँ एकदमै ठुलो, त्यही माथि यस्तो रमाइलो सोचेको थिएन, धेरै रमाइलो भयो। सोचेको भन्दा पनि मलाई लागेको थियो थोरै हुन्छ भनेर, तर यति मान्छे थियो है। दाजु तपाईँले मलाई थोरै केही सोधौँ भनेर सोचिरहेको थिएँ। सुमन तिमी पनि आउनु यता। तपाईँलाई चाहिँ कस्तो लाग्यो? आउनु न, भन्नु न, केही भनिदिनुहोस् न। आजको बारेमा म त लिम्बुनी हो। लिम्बुनी हो? होइन मैले सोध्नुपर्छ त्यो भिडियोलाई बहिनीलाई। आजको विशेष यो प्रस्तुति कार्यक्रमको बारेमा भनिदिनु न, को हुनुहुन्छ विज्ञ यहाँ सुन्नु न, भिडियो गरेर सुन्नु होइन। तपाईँहरूको राई डान्स एकदमै मन पऱ्यो, तपाईँहरू नाच्नु भएको मैले देखिरहेको थिएँ। विशेष आज चाहिँ के कसो भनेर तपाईँले बताइदिनु पर्यो क्या हामीलाई। हामी त लिम्बू हो, तपाईँहरू राई हो। लिम्बू भन्दै थियो, लिम्बूसँग ठोकिसक्यो त हो। हुन्छ, म हामी अहिले सोच्छौँ, तर पनि यो वर्षको अन्तिम साकेला होइन, त्यसको लागि चाहिँ तपाईँहरूले नाच्नु भनेपछि सिली आजदेखि सेलाको यो वर्षको यसले त कति हुन्छ? विक्रमसँग हुँदैन, यसले त नाम कति भनिरहेको थियो, त्यो चाहिँ तपाईँले बुझ्नुपर्छ जस्तो लाग्छ होइन। थ्याङ्क यू ल, थ्याङ्क यू। तर जियोस् खुसी लाग्यो, रमाइलो लाग्यो क्या। अगाडिको एकजना बहिनी पनि लिनु परेको थियो, उहाँ पनि लिनु पर्नु भएको छ, तर पनि उहाँले केही कुरा भन्नु जानेको। अब हामी एकचोटि राईलाई नै सोधेर तपाईँलाई हामी देखाउनेछौँ के कस्तो। टोइलेटको कुरा गरिरहेको छ यहाँ। हाम्रो कति भयो? दिनु न, हामी पैसा त छैन। धन्यवाद, थ्याङ्क यू दिदी। कस्तो भयो नि आज भन्नु त तपाईँलाई? क्युआर चल्यो? आजको आइसक्रिम विशेष मलाई भन्दा पनि उहाँहरूलाई सोध्नुहोस् न, मेरो कस्तो रहेछ? आइसक्रिम एकदम चिसो मिठो गुलियो छ। आजको आइसक्रिममा सम्झेर सधैँभरि नि साकेला भइराखेको हुन्छ है। यो बहिनीहरू आइसक्रिम खाउँ, यता 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 यता। यो चाहिँ हाम्रो धान नाच है। हाम्रो उहाँहरू राई भएर केन्द्र राई मात्रै होइन, लिम्बू पनि जानुहुँदैछ। धेरै धेरै धन्यवाद, तपाईँहरूलाई खुसी लाग्यो। तपाईँलाई पनि थ्याङ्क यू आइसक्रिमको लागि। एकदम गर्मीको घरि त आइसक्रिम खाइदिनु भएको भए घामै छैन। तपाईँ झुट बोल्नु एकदम तातो भयो गरे होइन। ल ल हुन्छ ल। अब हामी पनि लाग्छौँ होला, हाम्रो पनि यात्रा अब किन
किन के यहाँ सुत्नु ए होइन मतलब किन चाहिँ थेगो बनाएको क्वेसन क्या ठ्याक्कै आउँछ होला है अब आउनुहुन्छ होला नि तपाईँहरू धरान गएको मान्छे फर्काएर ल्याउने मान्छे म साँच्चै हो त्यसमा तिमीहरू हेर्नु होइन एकदम रमाइलो रमाइलो हुन्छ त्यही भएर हामीले बोलाएको एकदम धन्यवाद तपाईँहरू आइदिनु भयो होइन हामी बोलाएर भयो धेरै खुसी लागिरहेछ त्यसको लागि धेरै धेरै धन्यवाद छ तपाईँहरूको आएर म धान पनि नाचिदिनु भयो क्या त्यो चाहिँ तपाईँहरूलाई धन्यवाद होइन रमाइलो भन्दा पनि अति नै रमाइलो भयो मैले चाहिँ सोचेको थिइनँ यस्तै विशेष गरेर अब अरू भन्दा नि मैले त मेरो एक्सपिरियन्स भन्दा नि मेरो जुन आजको त तपाईँलाई म अन्तिममा भनि नै हाल्नेछु त्योभन्दा अगाडि मैले बाजेलाई ल्याएको छु सुमनले ल्याएको छु बाजेलाई म सोध्न चाहन्छु बाजे एकछिन अब म अडियो 30 सेकेन्ड चाहिँ दिनु त बाजे छोटो मिनटमा के कस्तो लाग्यो आज आयो रमाइलो लाग्यो हामी भोकरमा त आइएन कि भन्ने पनि मलाई सोध्नु पनि मन लाग्यो बारेमा बुझ्नु पाइयो सुन्न पाइयो हेर्न पाइयो देख्न पाइयो होइन राईहरूको आज सायद अन्तिम यो वर्षको अन्तिम के अरे साकेला अन्तिम सेलाउने दिन अथवा उनीहरू के होला त्यो बारेमा हामीले बुझ्नु नपाए पनि एकदम खुसी लाग्छ नाति तपाईँले त ल्याउनु भयो हामी रमाइलो भयो त्यसको लागि धन्यवाद तपाईँलाई पनि छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको यस्तो अमूल्य टाइम निकालेर हामीलाई साथ दिनुभएकोमा म पनि त्यही भन्न चाहन्छु होइन बाई बाई नमस्कार बाई बाई नमस्कार ए यो घडी भएको हात हौ ए